जय मसी सबैजनालाई। हामी शङ्खसभा पुगिसकेका छौँ अनि मैले एक दुईवटा फोटोहरू खिचेँ। त्यो राति हामीले त्यहाँ सङ्गति गऱ्यौँ। उहाँहरूसँगको भेटघाट एकदमै आशिषमय थियो। भोलिपल्ट शनिबार हामी आराधना सङ्गतिमा छौँ अनि यहाँ बहिनीले चाहिँ सञ्चालन गर्दैछ अनि आन्टीले चाहिँ वचन प्रचार गर्दै हुनुहुन्छ। त्यसपछि भोलिपल्टको सङ्गति पनि एकदमै आशिषमय भयो। त्यहाँ प्रभुले शक्तिशाली कामहरू गर्न दिनुभयो। मण्डली पनि उत्साहित हुनुहुन्थ्यो। हाम्रो टिमहरू चाहिँ दिउँसोतिर प्रचार गर्न जानुभयो गाउँ गाउँमा, तर म चाहिँ जान सकिनँ अनि मैले भिडियो पनि बनाउन सकिनँ किनभने मेरो खुट्टामा थोरै समस्या भएको कारणले म उकालो ओह्रालो हिँड्न सक्दिनँ। हामी यहाँ 2 दिन बसेपछि चाहिँ फर्किने समय पनि आयो अनि हामी सबैजना भेला भयौँ, फोटोहरू खिच्यौँ। मैले पनि राम्री बहिनीसँग फोटो खिचेँ। त्यस पछाडि त्यहाँको मण्डली परिवारसँग छोटो सङ्गति अनि यात्राको निम्ति प्रार्थना गरिकन हामी त्यहाँबाट छुट्न लागेका छौँ। छुट्ने बेलामा चाहिँ सबैको मन चाहिँ एकदमै भावुक भएको थियो अनि तपाईँले देख्न सक्नुहुन्छ अवस्था यो थियो, एकदमै छुट्टिन गाह्रो परेको थियो। परमेश्वरको प्रेम चाहिँ यस्तो अचम्मको हुने रहेछ कि अरू व्यक्ति पनि आफ्नो झैँ लाग्ने क्या, हेर्नु न माया। त्यस पछाडि हामी त्यहाँबाट फर्कियौँ अरुण नदीको बाटो हुँदै। एकैछिन गाडी रोकेर फोटोहरू खिचेको है, कस्तो सुन्दर दृश्य देखिने क्या, वाउ टाइपको फिल भएको थियो। अनि मैले माथि खिचेको ग्रुपिङ फोटो चाहिँ लास्टमा राखेको छु। थ्याङ्क यू फर वाचिङ, बाई बाई।